Hello, good morning everyone. Let's go to Pokhara for my friend's wedding. म रेडी भएर एयरपोर्टको लागि निस्किसकेँ ब्याग स्याग प्याक गरेर अब गइरहेको छु एयरपोर्ट चाबेल पुग्यो बहुत जस्तो छ त्यहाँ त्यसपछिबाट हामी गयौँ एयरपोर्ट डोमेस्टिक टर्मिनलमा गएर टक्क बोर्डिङ पास लिएर त्यसपछि म लागेँ बस चढेर प्लेनतर्फ यो दिन चाहिँ मेहन्दी थियो सो मैले चाहिँ बिहान कति 9 बजे 9:10 को फ्लाइटको टिकट लिएको थिएँ 9:30 तिर चाहिँ उड्न लागिसकेको थियो यति एयरलाइन चाहिँ चक्लेट पानी त दियो तर यसपालि पिन्स चाहिँ दिएन अनि अर्को चाहिँ मलाई खुसी लागेको चाहिँ यो जेन्डर बेस्ड भाइलेन्सको बारेमा चाहिँ यो राखेको रहेछ कि यहाँ पहिला चाहिँ थिएन अहिले चाहिँ राखेको रहेछ सो मैले चाहिँ यो राखेको यो चाहिँ पढ्नु होला तपाईँहरूले पनि कसलाई चाहिँ अब त्यो भाइलेन्स मानिन्छ त्यसपछिबाट म चाहिँ पोखरा एयरपोर्ट ल्यान्ड गरिसकेपछि मैले राइड लिएर अनि त्यसपछि म जाँदैछु दुलैलाई भेट्न दुलैको घरतिर टु बी ब्राइड पोखराको वेदर पनि कस्तो ब्युटिफुल देखिरहेको थियो घाम लागिरहेको थियो कस्तो उज्यालो लागिरहेको थियो त्यसपछिबाट हामी चाहिँ मलाई चाहिँ पुग्न अलिकति टाइम लाग्यो सो घर पुगेर हामी चाहिँ घरमा रेडी भएर अनि त्यसपछि दुलैलाई रिसिभ गर्न जाँदैछौँ आज चाहिँ मेहन्दी हो नि त सो मेहन्दी फङ्सनको लागि हामी चाहिँ रेडी भएर टन्टरान ब्राइड टु बीलाई लिन गयौँ हियर कम्स अ ब्राइड ऊ चाहिँ मेरो बच्चादेखिको साथी हो क्या स्कुलदेखिको हामी 7 क्लासदेखिको साथी हो सो म अब उसको बिहे त मिस गर्ने कुरै भएन नेपालमै छँदै ऊ त बाहिरबाट आयो मेरो बिहेमा त ऊ बाहिरै थिए त्यसपछिबाट हामीले यहाँ मेहन्दीको डेकोरेसन पनि हुँदै थियो अनि त्यसमा अलिकति हामी वेट गऱ्यौँ अनि त्यसपछिबाट मेहन्दी सेन्दी लगाइयो त्यसपछि हुँदैछ हाम्रो यहाँ भेनाजुको एन्ट्री त्यो दिन त्यसै भयो अनि यो चाहिँ नेक्स्ट डे चाहिँ अब कसार बनाउने सेलरोटी बनाउने प्रोग्राम हुन्छ नि त सो यसमा चाहिँ अब दुलैले टक्क कसार बनाउँदै हुनुहुन्छ दुलैले त्यो पहिलो उसको लटको हालिसक्नु भयो त्यसपछि यहाँ सबैजना उसको रिलेटिभ्सहरू हुनुहुन्छ अनि त्यसपछि त्यहाँ अब गरिरहेछ उसले होइन अनि त्यसपछिबाट हामी यहाँ कसार बनाउँछौँ सबसे पहिला चाहिँ अब दुलैले बनाउने भन्ने हुन्छ सो अब उहाँ रेडी हुँदै हुनुहुन्छ रेडी भएर कसार बनाउँछौँ हामी हेर्नुहोस् है त हजुरहरूले अनि त्यसपछि त्यहाँ चाहिँ सानो नानीलाई लिएर छ अब त्यहाँ एउटा कन्या केटी चाहिन्छ टिका लगाउने भनेर अनि सानो फुच्चीलाई बिचरा लिएर आएको निदाइरहेको थियो अनि सबजना यताउता तर सबैजना चिनेकै हुनुहुन्थ्यो मैले पनि किनभने हामी बेनीकै हो नि त सबैजना मैले चाहिँ माथिबाट यसो सेलरोटी पकाएको भिडियो लिएँ यसरी बिहेको घरमा मैले दुलैलाई बोलाइरहेको थिएँ तर दुलैले माथि नै हेरिनिन् कि उहाँ आफै फोटो भिडियो बनाउँदै थिइन् त्यही भएर हेरिनिन् त्यही पनि ठिकै छ साथीहरू यो चाहिँ हाम्रो मेरो स्मिता साथीको घर हो घरमा उहाँ राम्रो सेलरोटीहरू हाल्नु भएको छ जुम गरेर सेल पनि देखाइदिएको छु मलाई थाहै थिएन मैले यो सानो क्लिप बनाइराखेको थिएँ त्यसपछिबाट मैले रहेछ अब भोलि बेहुली हुने भनेपछि कस्तो लाग्दो रहेछ कस्तो केही फिलिङ्स छैन बिहा गरेर भोलि जग्गा बस्दा हुन्छ ल भोलि सोध्छु
बेहुलीको बहिनीहरू कान्छी बहिनी अब डबल उठ्ने भयो के डबल उठ्ने भयो हरि भजनैले आनन्दैमा छौले हरि भजनैले आनन्दैमा छौले हरि भजनैमा त्यो दिन चाहिँ अब राति यतिकै सुत्यौँ अनि यो चाहिँ हाम्रो भोलि बिहान हो भोलि बिहान चाहिँ हामी 4 बजे उठेर मेकअप गर्नको लागि मेकअप स्टुडियो गएको थियौँ दुलै चाहिँ अर्को स्टुडियो जानुभएको थियो ब्राइड्स बाई अम्बु के थियो मेकअपको त्यो स्टुडियो अनि हामीलाई चाहिँ यता अर्को ठाउँमा बुकिङ गरिदिनु भएको थियो ब्राइडले सो हामी 4 जना ब्राइडको मम 2 जना सिस्टर्स अनि म 4 जना चाहिँ हामी यहाँ मेकअप गर्न गयौँ त्यसपछि हाम्रो रेडी भइसकेर टक्क मैले यहाँ भिडियो लिँदैछु यस्तो अब रेडी भएर हामी चाहिँ लाग्यौँ भेन्यूतर्फ त्यसपछिबाट मैले यहाँ डेकोरेसनहरू हेर्न थालेँ यो चाहिँ एन्ट्री गेट टक्क त्यहाँ चाहिँ वेडिङ भनेर ल्याएको थियो स्मिता अनिल भनेर त्यसपछिबाट यहाँ एन्ट्री छ यति बेलासम्म हाम्रो ब्राइड आइसक्नु भएको थियो उहाँ चाहिँ यज्ञमा त्यो उहाँ त्यो पूजा गर्नुपर्छ नि त सो ब्राइडको पहिलो लुक हेर्नुहोस् गाइस कस्तो प्रिटी देखेको छैन त्यसपछिबाट यहाँ मैले अब जन्ती स्वागतको लागि हामीहरू सबैजना बसेछौँ यहाँ टक्क गेटमा अनि त्यसपछि अब जन्तीहरू आउनुहुन्छ हेरौँ है त लौ न ल देऊ जन्ती स्वागत पछि अब हामी चाहिँ ब्राइडको एन्ट्रीको लागि चाहिँ सबैजनालाई मैले रेडी गरेँ यता बस्नु भनेर सबैजनालाई फुल दिएँ त्यसपछि हेरका ब्राइडल एन्ट्रीको खिच्दै थिएँ ठ्याक्क फोटोग्राफरहरू अगाडि आएर छिक्दिनु भयो गाइज अनि त्यसपछिबाट मैले यति खिचेँ तर मलाई चाहिँ कस्तो इमोसनल फिल भइरहेको थियो कि यति बेला कस्तो भइरहेको छ त्यो त आफ्नो त्यो बेको याद आएर पनि होला और खै के भयो अब त्यो बेलामा अनि त्यसपछिबाट कस्तो इमोसनल भएको थिएँ त्यही पनि यति क्लिप चाहिँ खिचेछु अनि यो चाहिँ अब स्वयम्वर त्यसपछि यता छ खडा डान्स त्यसपछि अब आफ्नो नाच्ने भन्ने त कुरै भएन 1-2 डान्स त हान्नै पर्यो साथीको बिहेमा काठमाडौँदेखि गइसक्यो
त्यसपछि चाहिँ मेरो 7:05 को फ्लाइट थियो अनि त्यसपछि त्यतिन्जेल चाहिँ बिदाई भइसकेको थिएन सो मैले चाहिँ बिदाई हेर्न पाइनँ तर अनि म चाहिँ घर गएर चेन्ज गरेँ अनि त्यसपछि ब्राइडलाई बाई भनेर अनि त्यसपछि एयरपोर्टतिर लागेँ गाइस बिदाई चाहिँ हेर्न पाएन मेरो अघिल्लोचोटि म स्याङ्जा गएको थिएँ मेरो स्याङ्जा पुष्पाको बिहामा त्यति बेला पनि मैले बिदाई नै हेर्न पाएको थिएन कि बिकज मलाई काठमाडौँ फर्किनु पर्ने थियो अनि त्यसपछि उसको बिदाई चाहिँ ढिलो भयो अनि आज पनि त्यस्तै भयो सो फर्किन त फर्क्यो गाइस तर नि 7:30 उडेको प्लेनले हामीलाई 1 घन्टासम्म आकाशमा उडायो ल्यान्ड गर्ने कि नगर्ने अब के हो डर लागेर त्यही पनि म कतिचोटि निदाउँदै उठ्दै गएँ अनि त्यसपछि कुर्दा थकाइ लागिसक्यो बस्दा फाइनली हामी चाहिँ काठमाडौँ एयरपोर्टमा चाहिँ ल्यान्ड गऱ्यौँ अनि त्यो एयरपोर्टमा हाम्रो प्लेनमा पनि हामी चढेको प्लेनमा पनि ब्राइड अनि हुनुहुन्थ्यो कि जन्ती नै हुनुहुन्थ्यो कि होइन अनि त्यसपछि त्यहाँ ल्यान्ड गरेको पनि कति धेरै त्यो न्युली म्यारिड मतलब दुला दुलै नै देखेको कि अनि त्यसपछि कस्तो मैले गने थिएँ 4-5 जना त मैले देखेँ त्यसपछि राइड गरेर घर आएर सुतिहालेँ गाइस यस्तो टायर्ड भएको थियो